हेलो एभ्रिवान, सबैजना सन्चै आरामै हुनुहुन्छ। धेरै माया है, एकदम धेरै दिनपछि बल्ल आज भिडियो सुरु गर्दैछु है। अनि यो लङ टाइम ग्याप हुँदाखेरि त कस्तो कस्तो लाग्दो रहेछ कि क्यामेरामा बोल्ने कस्तो अनौठो अर्कै हुँदो रहेछ। अनि हैन, आजबाट चाहिँ म भिडियो स्टार्ट गर्छु भनेर मनमा एकदमै धेरै कन्फिडेन्ट बोकेर मैले भिडियो स्टार्ट गर्दैछु गाइज। मेरो टिकटक फ्यामिली कोले मलाई मिस गर्नुभयो, मेरो भिडियोलाई मिस गर्नुभयो। अनि आजबाट चाहिँ म अब सकेसम्म म अब चाहिँ एकदम मेहनत गर्छु, किनभने मलाई यो के रे सोशल मिडिया नै मलाई मन पर्छ है। म अब यसैबाट केही गर्छु भन्ने एउटा आँट हौसला बोकेर मै आफैले, मलाई कसैले हौसला दिएको होइन, म आफैले हौसला दिएर यो भिडियो स्टार्ट गर्दैछु। होप तपाईहरुलाई मन पर्छ होला है। अब कस्तो हुन्छ के हुन्छ भिडियो है। अब मैले धेरै ग्याप पछि बल्ल आज हाल्न लागेको छु। अब हेर्दिनु होला है। लेट्स कन्टिन्यू भ्लग। अनि म चाहिँ साथी आज चाहिँ यहाँ भाडा माझ्दा है मेरोमा यति कन्फिडेन्ट आयो। अनि म आजबाट चाहिँ म भिडियो स्टार्ट गर्छु, जसरी भए पनि म आजबाट चाहिँ भिडियो स्टार्ट गर्ने नै हो। अब युट्युबमा डेली भ्लग हाल्ने नै हो भन्ने एउटा हितोले, एउटा आँट लिएर हौसला बोकेर म भिडियो स्टार्ट गर्दैछु। ल लेट्स कन्टिन्यू है त गाइज। म यहाँ भाडा माझ्दैछु, म तपाईहरुलाई देखाउँछु मैले के गरेँ। ओके बाइ बाइ, सी यू, कन्टिन्यू। अनि कि साथी मैले एउटा कुरा चाहिँ भन्ने बिर्सेँ कि यो चाहिँ अहिले अब मेरो साथी भएको छ है। यो मेरो साथीले चाहिँ मलाई टिकटक भिडियोहरू बनाउने यति धेरै हेल्प गर्छ नि, यति धेरै हेल्प गर्छ है। मैले चाहिँ एकजना दिदीले लिनुभएको थियो, अनि कस्तो मन परेर अनि मैले पनि यो टेमुबाट हो क्या, सायद टेमु हो कि अलि एक्सप्रेस हो कि त्यहाँबाट मगाएको थिएँ। अनि युजै गरेको थिएन कि लगभग भयो होला 2-2.5 वर्ष जति भयो होला युजै गरेको थिएन। सामान चाहिँ हुने, युज चाहिँ नगर्ने। अनि अहिले चाहिँ है यो स्ट्यान्ड मलाई यति धेरै काम लागेको छ मिनी भ्लगहरू बनाउन, टिकटक भिडियो बनाउन, अनि प्लस अब चाहिँ म युट्युब भिडियो पनि बनाउनलाई यही मेरो साथीले अब प्रयोग गर्छु। यिनले मलाई धेरै साथ दिन्छन् भन्ने आशा छ है। अब हेरौँ कतिसम्म साथ दिन्छन्। यिनी चाहिँ मेरो एकदम मुटुको धड्कन भइसकेकी छिन्। यस्तो सजिलो हुन्छ कि साथी है, यति सजिलो हुन्छ। अब हामीसँग त क्यामेराहरू छैन नि त, अनि यो मोबाइलबाट, अनि मोबाइल हात यस्तो गर्यो, अनि मिनी भ्लग अनि टिकटक भिडियोहरू बनाउने बेलामा नि मोबाइल कता कता राखेर भिडियो बनाउनु पर्ने। अनि यो स्ट्यान्ड भएपछि त कमसेकम यसले धेरै त्यस्तो त होइन, तर जस आफूलाई सक्नेसम्म हेल्प चाहिँ गर्छ है यो स्ट्यान्डले। मलाई चाहिँ एकदम मन पर्यो। अनि अब आजदेखिको मेरो सोशल मिडियामा भिडियोजहरू आउने साथी चाहिँ यिनी नै हुन्। यिनले मलाई धेरै हेल्प गर्ने छिन् है त गाइज। अनि के सुन्नु न है, म के तर थिएँ, अनि उहाँ चाहिँ हाम्री प्यारी, म चाहिँ माई नै भन्छु है, किनभने अब चाहिँ बानी नै परिसक्यो कि सबैजनालाई माई पाई भनेर बोल्ने। अनि उहाँ चाहिँ माई बसी कमसामा Mari. E onde você morar? E sim. No aquela Madana? Sim, mas eu tenho duas casas. Guys, मेरो पर्तुगिज सुनेर चाहिँ फेरि नहाँस्नुला, मलाई चाहिँ अलिअलि आउँछ कि पर्तुगिज, त्यही पनि म पट्टे बोलिदिन्छु। अनि उहाँ चाहिँ हाम्रो माई हुनुहुन्छ हैन, सधैँ यहाँ होरासियो भन्ने रेस्टुरेन्ट छ कि, अनि होरासियो रेस्टुरेन्टमा के almoçar गर्न आउनुहुन्छ। Bacalhau assado com grão. Bacalhau assado com grão. Boa. Nós também hoje vai jantar no Menino Escola. Ah, é? Sim, no... Que faz um aninho? Não. Não. Faz, não, já não. Isso para dia de maio, paz. Escola da festa. Ani mais चाहिँ सधैँ आउनुहुन्छ। अनि उहाँको एउटा Queres que eu diga se gosto de vocês? Gosto muito de vocês. São muito bons meninos. Têm um bebê muito lindo. Nós também gostamos muito. Music copyright लाग्छ नि। Sempre que venho ao Sr. Horácio a almoçar, venho aqui comprar um bocadinho de fruta, qualquer coisa, porque eu gosto muito deles. E você gosta disso também? Guys, म तपाईहरुलाई एउटा कुरा देखाउँछु ल। लौका त कुहिएको पो मलाई छ। आया लौका कुहिएको। Ah, isso é feito com leite, não é? sim, मैले के हैन यो लौकालाई अब त्यो कुराउनी जस्तो बनाउन मिल्छ नि त। अनि मैले माइलाई भन्दै थिएँ, अनि माइले सधैँ यो किनेर लाने, अनि मिठो लागेर के। त्यही गाइज उहाँ माई चाहिँ हाम्रो उहाँ अलमोस्ट सो गर्न आएको बेलामा चाहिँ जहिले पनि यहाँ आउनुहुन्छ, पस्नुहुन्छ। Deixa-me lá dizer, eu conheci-te ainda, o seu não era nascido. Sim. Não é?
उहाँले भन्नुभएको चाहिँ उहाँ आउने चाहिँ बाबु जन्मिन भन्दा पहिलेबाट आउनुहुन्थ्यो कि अनि म प्रेग्नेन्ट थिएँ नि त अनि त नेपालबाट हो म नेपाल घुम्न जान्छु मलाई एकदमै मन पर्छ अनि उहाँ आउनुहुन्छ अनि यहाँको मान्छेहरूको चाहिँ ह्याबिट कस्तो हुन्छ भने अब एकदमै मन पर्ने माया गर्ने मान्छेलाई चाहिँ बच्चाहरूलाई प्राय बच्चाहरूलाई भनौँ न अब कसैले गिफ्ट दिन्छ भने उहाँको बानी चाहिँ बाबुलाई अब त्यो धेरै दिन पर्छ भन्ने छैन नि त बाबुलाई चाहिँ जहिले पनि आएको बेलामा 1 युरो 2 युरो चाहिँ सेभिङ गर्दै भनेर अनि दिनुहुन्छ कि अनि उहाँले एउटा के अरे खुत्रुकी पनि दिनुभएको थियो अनि त्यही भन्नुभयो कि त्यही हो साथी अनि हाम्रो माइलाई चाहिँ धेरै धेरै माया गरिदिनु होला Já foste ali ao Miradouro filmar o Miradouro da Almada que tem uma paisagem lindíssima sobre Lisboa. सो गाइज म चाहिँ काम साम पनि भ्याइवरी अनि नुहाइधुवाइ गरेँ अनि आज चाहिँ बाबुको स्कुलमा जनतार छ के सरी डिनर प्रोग्राम छ आज कति 16 तारिक डिनर प्रोग्राम छ आज चाहिँ छोरोको स्कुलमा अनि हामी चाहिँ अब त्यहाँ बेलुका जान्छौँ अनि अहिले चाहिँ यहाँ 5 बजे अब म पनि रेडी हुन्छु बाबुलाई पनि रेडी गराउँछु अनि तपाईँहरूलाई देखाउँछु ल म मैले पनि अलिअलि क्लिप जोडेर देखाउँछु ल गाइज म चाहिँ मेकअप सेकअप गरेर सबै रेडी भइसकेँ अब लुगा पनि लगाइसकेँ अब कपाल मात्रै बनाउँछ कपाल चाहिँ खासै म कहीँ पनि गर्दिनँ म चाहिँ एकदमै सिम्पल लुक गरेको छु म देखाउँछु ल सो गाइज यहाँले देखेन यो चाहिँ मेरो आउटफिट फर द नाइट अरूलाई आउटफिट अफ द डे भन्छन् मैले आउटफिट फर द नाइट यो चाहिँ आजको मेरो आउटफिट यसलाई म अझै माथि सार्छु अलिक फुल देखेन है म देखाउँछु ल एकैछिनमा अनि म चाहिँ अब रेडी भइसकेँ अब हामीसँग चाहिँ सानामाई र भित्र भनेको चाहिँ सानामाई हस्बेन्ड श्रीमानज्यू सानामाईको अनि उहाँ 2 जना अनि म र बाबु ड्याडी चाहिँ जानुहुन्न अरे अब पसल बन्द गर्नुपर्छ नि त अनि आज त झन् फ्राइडे अब 2 जना हिँडेर त काम छैन सो हामी चाहिँ 3 जना मात्रै जान लागेका छौँ है त अनि मैले चाहिँ त्यस्तो खासै केही नै गरेको छैन गाइज यो त भइहाल्यो अनि घडी लगाएको छु अब कानमा चाहिँ कुन लगाऊँ भन्ने कुरो हो है म कस्तो देखेको छु So guys, this is my outfit for the night. अरूले चाहिँ outfit for the day भन्छ म चाहिँ outfit for the night भन्छु ल आज चाहिँ स्पेसली बाबुको स्कुलमा डिनर प्रोग्राम छ कि बेलुकाको अनि त्यसको लागि चाहिँ म रेडी भएर अब जान लागेको भन्नाले रेडी भएको हामीसँग चाहिँ सानामाई अनि भित्र अनि बाबु म हामी कति 3 जना बाबुसँग 4 जना मात्रै जाने भयो ड्याडी चाहिँ जानुहुन्न अरे ड्याडीलाई चाहिँ अब पसल बन्द गर्नु पर्यो नि त अब सबैजना गयो भने अब अहिले पसल बन्द गरेर त कामै छैन अनि त्यही भएर ड्याडी चाहिँ जाँदिन म तिमीहरू जाऊ इन्जोय गर भन्नुभयो ओके नो प्रब्लम है हामी जाने अनि हामी चाहिँ अब म चाहिँ रेडी भइसकेँ बाबुलाई पनि रेडी गराइसकेँ अब एकछिनमा सानामाई आउनुहुन्छ अनि सानामाई आएर रेडी हुनुहुन्छ ओके गाइज दिस इज माई आउटफिट फर द नाइट आया Olha, Mola. Não sei quem é. No chão. Sona! Olá!
Cheers, cheers, cheers. Cheers, mama.